हेलो गाइस, स्वागत छ हजुरहरूलाई आजको मेरो अर्को नयाँ भिडियोमा। आज चाहिँ हामी सपरिवार मिलेर जाँदैछौँ पुराण सुन्नलाई, जो कि छ कोल्यापानीमा। हामी 3 माइलबाट भित्र पसेछौँ लङटङको बाटो। अनि त्यसपछि हेर्न रस्तामा कति सुन्दर सुन्दर गेट बनाउनु भएको छ। हामी चाहिँ पुग्यौँ पुराणमा। हामी जाँदाखेरि त पुराण स्टार्ट भइसकेको रहेछ, पुराण भन्नुहुँदैछ पण्डितजीले। अनि जहाँ पुराण लाग्छ त्यहाँ त नेपालीको घर गहना पोतेहरू बिक्री गर्न त राख्नु भएकै हुन्छ। अनि यहाँ श्री श्री एकादशी लक्ष्मीनारायण मन्दिरको पनि प्राण प्रतिष्ठा भएको रहेछ। अनि कति राम्रो सौभाग्यको कुरा, हेर्नु न, हाम्रो एकादशीको व्रत थियो। अनि एकादशीको दिनै हामी लक्ष्मीनारायणलाई पूजा गर्न पुग्यौँ। अनि त्यहाँ लक्ष्मीनारायणको प्रतिमा हेर्नु न कति सुन्दर। अनि मम्मीले पूजा गर्नुभयो। मम्मीले पूजा गरेपछि हामी दुईजनाले पूजा गऱ्यौँ। अनि पूजा गरिसकेर अनि पुराण सुन्न गयौँ। अनि हेर्नु न कति राम्रो 12 जना दाजुभाइको भाइहरूको वर्तमान हुँदै रहेछ। कति राम्रो लागेछ एकैचोटि सबै देखेर। सामूहिक भावी तेरो भवन में नित्य द्वादशी हो। हे भाउजू, जे हुनु त्यो भयो। अब हजुरको घरमा सधैँ के हुन्छ? द्वादशी हुन्छ। द्वादशीमा के हुन्छ? राम्रो पकवान बन्छ, खाना बन्छ, अन्न बन्छ। अनि भगवानलाई भोग लगाएर हामीले पनि व्रत पारायण। अनि पुराण सुनेर कति मन शान्त लागेछ नि। यस्तो लाग्छ कि भगवानको भक्तिमा त्यही लीन भएर बसिराखौँ जस्तो लाग्छ। अनि आज चाहिँ रहेछ पुराणको अन्तिम दिन। अनि त्यही भएर वर्तमानहरू पनि भएको। अनि हेर्नु न कति राम्रो लागेछ वर्तमानहरू भएको। साना साना भाइहरूको वर्तमान भएछ, भिख माग्दै आएका छन्। हामी कति राम्रो लागेछ, हामीले भिख दिन पायौँ।